यो हाम्रो चाहिँ खुल्ला सेसन सकिसकेको हुनाले हाम्रो यहाँ सायद सम्बोधन गरिरहनु पर्ने काम पनि परेन जस्तो लाग्यो मलाई, किनभनेदेखि हाम्रो प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथि सम्पूर्ण विशेष कारणवश अहिले यहाँबाट हिँडिसक्नु भएको छ। उपस्थित सम्पूर्ण मिलिजुली समूहका साथीहरू र सम्पूर्ण कर्मचारीज्यूहरू, अब हामी अहिले 34औं अन्तर्राष्ट्रिय दिवस डिसेम्बर 3 भनेर मनाइरहेछौँ। डिसेम्बर 3 नै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस किन भन्ने विषयमा सुरुमा पनि केही कुरा आएन कि जस्तो लाग्यो। अब त्यसको बारेमा मैले थोरै केही जोड्न खोजेँ। अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा सन् 1976बाट संयुक्त राष्ट्र सङ्घले विभिन्न अधिकार समानताको लागि काम गर्दै आयो र सन् 1981 मा आएर अपाङ्गता भएका व्यक्तिहरूको पूर्ण अधिकार भन्ने नाराका साथ कार्यक्रम गर्यो र सन् 1983 मा चाहिँ हामी जुन विभिन्न ब्यानरहरूमा माथि देख्न सक्छौँ अपाङ्गता रोकथाम तथा पुनर्स्थापना भनेर भनेको हुन्छ, हो त्यो अहिले नाराको रूपमा ब्यानरमा रहेको नारा चाहिँ 10 वर्षे कार्ययोजना संयुक्त राष्ट्र सङ्घले सुरु गरेको थियो र 1992 मा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको 10 वर्षे कार्ययोजना पुरा भएको अवसरमा अपाङ्गता अन्तर्राष्ट्रिय दिवस मनाउनको लागि सुरु गरियो र नेपाल पनि संयुक्त राष्ट्र सङ्घको सदस्य भएको नाताले 1993 देखि नेपालले यो अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालेको हो र हामी अपाङ्गता कुनै न कुनै कमजोरी हुन सक्छ, तर मानसिक रूपमा अपाङ्गता भइयो भने त्यो सबै सक्यो, त्यो मान्छे अपाङ्गतै हो। तर तपाईँ मानसिक रूपमा अपाङ्गता हुनुहुन्न भनेदेखि तपाईँलाई कसैले केहीले रोक्न सक्दैन। यो कुरो चाहिँ तपाईँहरूले विचार गर्नुभएको छ। मानसिक हतियार जति शक्तिशाली हतियार अहिलेसम्म विश्वमा केही बनेकै छैन। संसारमा बनेका जे जति हतियार छन्, मानसिक रूपमा सक्षम हुनुहोस्, संसारको हतियारलाई तपाईँ परास्त गर्न सक्नुहुन्छ। तपाईँहरूले सामान्यतः हेर्नुहोस्, यो पढ्न धेरैले जान्नुहुन्छ। तपाईँ पढ्न जान्ने मान्छे हो, नेपाली अक्षरमा लेखिएको कुरा चाहिँ पढ्न जान्ने मान्छे हो। त्यहाँ चाइनिज अक्षरमा लेखिदिनु भनेदेखि तपाईँ पढ्नुहुन्छ है पढ्नुहुन्न? त्यहाँ अथवा अन्य भाषाको अक्षरमा लेखिदिनु भने तपाईँ पढ्न सक्नुहुन्छ है सक्नुहुन्न? त्यो एउटा अवरोध हो हाम्रो लागि। अवरोध कसरी पन्छाउने भन्ने कुरामा निर्भर गर्छ। मैले एउटा सानो अनुभव सुनाउन चाहेँ। म पछि अब दुर्घटना परेर म अपाङ्गता भएको हुँ, तपाईँहरूलाई सबैलाई थाहै छ। म आफूलाई पुनर्जीवित पनि भन्छु, किनभने डक्टरले पनि एक किसिमको काम गर्दैन, अब यसको बाटो माथि नै हो भन्ने जस्तो कुरा गरिसकेको छ। र त्यो पहिले म बिएड पढ्दाखेरि प्र्याक्टिस टिचिङमा 45 दिन जानु पर्थ्यो। एकजना चाहिँ अलिकति होचो मान्छे हुनुहुन्थ्यो र उहाँले व्हाइट बोर्डको प्रयोग गर्न सक्नुहुन्न थियो। त्यति बेला त व्हाइट बोर्ड पनि थिएन, ब्ल्याक बोर्ड भनौँ न, ब्ल्याक बोर्डको प्रयोग गर्न सक्नुहुन्न थियो। अनि पछि फिडब्याक दिने क्रममा अफसरले के भन्नुभयो भने तपाईँले ब्ल्याक बोर्डको प्रयोग किन गर्नु भएन भनेर उहाँलाई भन्नुभयो। अनि त्यसपछि उहाँले भन्नुभयो, हामीले पनि भन्यौँ, अब उहाँ चाहिँ माथि पुग्नै सक्नुहुन्न थियो, कसरी प्रयोग गर्नुहुन्छ त भनेर भनिसकेपछि उहाँ अफसर सरले के भन्नुभयो भनेदेखि, होइन उहाँ कसरी पुग्न सक्नुहुन्न, उहाँको उचाइले कति नै थियो त, एउटा बेन्च राखेर त्यहाँ चढेर लेख्न सक्नुहुन्न थियो। त्यति बेला हामीलाई थाहा भयो त्यो अवरोधलाई कसरी पन्छाउने भन्ने कुरा चाहिँ
हामीले मानसिक रूपमा राख्नुपर्छ र त्यो एउटा कुरो भयो। र अब यहाँ प्रतिभा प्रस्फुटनको कुरा भनेर छ विभिन्न। अब यहाँ चाहिँ कस्तो भयो भनेदेखि गत साल परारको साल पनि यहाँ विभिन्न सिपमूलक सामग्रीहरू धेरै साथीहरूले यहाँ लिएर आउनुभएको थियो। अनि कविता पनि ल्याउनु भयो, अन्य सिपमूलक सामग्री पनि ल्याउनु भयो र त्यसको चाहिँ मूल्याङ्कन केही पनि भइदिएन। अनि त्यसले गर्दाखेरि अहिले अलिकति साथीहरूले पनि सायद मन मार्नुभयो कि अथवा सूचना सम्प्रेषण पनि अलिकति कमजोरी, सूचना सम्प्रेषणमा पनि केही कमजोरी भयो कि ती कुराहरू छन्। र अब मैले यो एउटा सानो कवितात्मक रूपमा